शनिबारदेखि कुकुरलाई रुखमा झुन्डाएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा फैलिरहेको छ। त्यसरी कुकुरलाई यातना दिएको आरोपमा रोल्पाबाट दुई नाबालक सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा लुङ्गी गाउँपालिका 7का 11 र 17 वर्षका दुई नाबालक सहित 20 वर्षीय सुन्दर परियार रहेका छन्। कुकुरलाई यातना दिएका दुई नाबालकलाई उनीहरूकै गाउँबाट र सुन्दर परियारलाई भने प्रहरीले दाङबाट पक्राउ गरेको छ। निर्दोष कुकुरलाई यातना दिएको भिडियो जताततै फैलन थालेपछि परियार दाङ भागेका थिए। हाल भने उनलाई रोल्पा ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 3 जना मिलेर कुकुरलाई रुखमा झुन्डाएर यातना दिएको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान कार्य जारी गरेको थियो। घटना कुन ठाउँको भनेर पुष्टि भएपछि घटनास्थलमा प्रहरी टोली खटिएको छ र कुकुर मरेको आशंका गरिए पनि शव नभेटिएको प्रहरी स्रोतले जनाएको छ। हाल भने पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा राखिएको छ। उनीहरू विरुद्ध पशुपक्षीलाई निर्दयी व्यवहार गर्न नहुने कसुर अन्तर्गत अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। कानूनी प्रावधान अनुसार यदि यस्तो क्रूर व्यवहार गरेमा 3 महिनासम्म कैद वा 5,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।